मान्छेलाई विनय दिन्छ। यदि पढेर पनि मान्छे अभिमानी भयो भने त्यो विद्या सफल भयो। विद्या ददाति विनयम विनयात याति पात्रम। यदि व्यक्ति विनम्र भयो भने त्यो सत्पात्र हुन्छ। सत्पात्र भयो भने पात्रत्वात् धनमाप्नोति। जब पात्र बन्यो भने त्यसमा धन अवश्य आउँछ। और धन आएपछि धर्म हुन्छ, धर्म भएपछि सुख हुन्छ। त्यस कारणले पुरानो हाम्रो कन्सेप्टमा चाहिँ विद्या विनम्रताको एक स्वरूप हो। विद्वान व्यक्ति अझै पनि हामीहरू ठुल्ठुला विद्वान आए पनि बडा विनम्र हुन्छन्। यहाँ श्लोक मैले चाहिँ लेखेको विद्याको प्रशंसा गरेर के लेखेको छ भने न चौरहार्यम न च राजा। यानी धेरै धनी व्यक्तिलाई डर हुन्छ घरमा आएर कसैले चोरले चोरी पार्ने हो कि भनेर। तर विद्यालाई कसैले कुनै चोरले चोर्न सक्दैन। अनि न च राजा हार्यम। धेर पैसा भयो भने इन्कम ट्याक्सको सूचना आउँछ, मेरो यति पैसा रहेछ इन्कम ट्याक्स भनेर ट्याक्स दिनुपर्छ। अनि जति डक्टरेट 50 वटा डक्टरेट गरे पनि त्यसमा चाहिँ कुनै इन्कम ट्याक्स राज ट्याक्स लाग्दैन। न च राजा हार्यम न भ्रातृभाज्यम। अब घरमा धेरै सम्पत्ति छ भने 5-6 जना भाइ छौँ भनेदेखि बराबर बाँड्नु पर्यो नि भाइ। तर विद्या चाहिँ 1 इन्च पनि भाइमा पनि बाँटिँदैन। न भ्रातृभाज्यम न च। अब पहिले त सुन चाँदी लिएर हिँड्दाखेरि भार पनि हुन्थ्यो, बिचमा कहीँ डकैती हुन्छ कि भन्ने। विद्याको कुनै भार पनि छैन। त्यस कारणले सबै धनको आकलन गर्ने हो भने सबभन्दा श्रेष्ठ धन चाहिँ विद्याधन हो। र मलाई साह्रै खुसी लाग्यो हाम्रा बराल वंशमा उत्पन्न भएकी छोरीहरूले बाबुहरूले राम्रो नम्बर। पहिले त पास गर्न नै बहुत ठुलो। अब भाइहरूका समयमा मेट्रिक पास गरे भने बडा हल्ला मचिन्थ्यो। अब हायर सेकेन्डरी त कता हो कता, डिग्री त अब कता हो कता कुरो थियो। अब अहिले 75 देखि माथिलाई हामीले सम्मानित गर्यौं। त्यति राम्रो नम्बर ल्याएकामा धेरै धेरै साधुवाद बाबुहरूलाई। अनि उहाँका गार्जियनलाई पनि धेरै साधुवाद। किनभने शास्त्रमा लेखे अनुसार कुनै पनि छात्रको सबभन्दा पहिलो गुरु हुन्छ अरे आमा, दोस्रो गुरु बाबु, पहिलो गुरु चाहिँ आमा। तब आमा बाबुले राम्रो वातावरण दिएदेखि, राम्रो परिवेश घरमा परिवेश दिएदेखि नै बाबुहरूले पढ्न चाहन्छन्। बाबुआमाको लडाइँ भइरह्यो, दिनै झगडा भइरह्यो भनेदेखि त्यो छोराका मनमा पनि छोरीका मनमा पनि पढ्ने प्रवृत्ति हुँदैन, परेशान हुन्छ। र उहाँका अभिभावक